मम्मी अलिकति चिया र चिनीहरू छ भनेर त्यसलाई भन्छ कन्जुस लकी जुस। तर जब हामी प्रभुसँग घनिष्ठ सम्बन्ध राख्छौँ प्रिय, हामीलाई त्यस्तो हुनु पर्दैन। वाल चाहिँ हामी भन्दैछ, वाल चाहिँ फेरि हामी पढौँ न 15 पद के लेखेको छ भने 15:5 मा I am the vine, you are the branches. If a man remains in me, I in him, he will bear much fruit. Apart from me, you can do nothing. यहाँ भनेको छ apart from me, you can do nothing. What do you mean? Without Jesus, you cannot be good wife. Without Jesus, you cannot be good husband. Without Jesus, you can't even get promotion in your life. Without Jesus, you can't even marry. Without Jesus, you can't do ministry. Without Jesus, you can't even change the person. Without Jesus, you can't even get success in your life. Everything, in every area, you need Jesus. हरेक क्षणमा, हरेक क्षेत्रमा हामीलाई येशूको काम हुन्छ। अब त्यो कुरा कसरी प्रिय? मात्र हाम्रो काम घनिष्ठ सम्बन्ध राख्नु पर्यो। वास्तवमा मण्डली भनेपछि स्त्रीलिङ्ग हो। यो लिङ्ग अरे स्त्रीलिङ्ग, फेमिनाइन जेन्डर। हामी पनि स्त्रीलिङ्ग मण्डली हैन। अनि सुन्नुहोस्, स्त्रीलिङ्गले चाहिँ नानी जन्माउनु पर्छ। They are created for that. Once we are feminine gender, हैन, जब हामीलाई feminine gender भनिन्छ, मण्डली भनिन्छ, त्यो मण्डलीले जन्माउनु पर्छ। तर जन्माउनुको निम्ति बाबा चाहिन्छ। अनि आफूले हामीले जन्माउन सक्दैनौँ। अनि त्यो बाबा चाहिँ येशू ख्रीष्ट हो। हाम्रो घनिष्ठ सम्बन्ध उहाँसँग हुनुपर्छ, आत्मिक घनिष्ठ सम्बन्ध। We need to just love him, he will love us. Just he will love us. Receive the love. हाम्रो त माया के छ र? के त छैन बढी हैन? सुनेर चाँदी पनि दिनु सक्दैनौँ, अलिकति हामी मन त दिन सक्छ। उहाँको माया थाप्नुपर्छ, हामी रिसिभ गर्नुपर्छ। उहाँको माया सोच्नुपर्छ। जब स्तुति प्रशंसा बढ्नुपर्छ, अन्य भाषामा उहाँको वचन सोच्नुपर्छ, अटोमेटिकली सक्सेस जन्मिन्छ। इनफ्याक्ट म तपाईँलाई भन्नु चाहन्छु, म सिङ्गापुरमा आएर तपाईँको बिचमा प्रभु येशूले मलाई आशिषित पारिरहेको छ। यो पनि वास्तवमा जन्मेको घनिष्ठ सम्बन्ध राखेर थियो, नत्र त म आउँथेन यहाँ। यो इत्तफाक होइन, इट्स नट अ कोइन्सिडेन्ट। बुझ्नुभयो? परमेश्वरको डिटेलली थाहा थियो 2013 मा स्यामुएल जान्छ त्यहाँ भनेर। I got pregnant in the spirit and you are born. म आत्मामा गर्भवती भएँ अनि तपाईँहरू जन्मियो। It is a result of having intimate relationship with God. अझ मेरो आत्मामा धेरै कुरामा म गर्भवती भएको छु। It is yet to be born. जुन चाहिँ मेन पोजिसनको लागि प्रभुले मलाई बनाउनु भएको छ, त्यो रियल पोटेन्शियलिटीमा इभन म आएको पनि छुइनँ अहिले। On the way, I'm on the way, but I'm already pregnant. मेरो आत्मामा सबै कुराले म गर्भवती भएको छु। म आफैले गर्भवती पारेको होइन मेरो आत्मामा। जस्ट म प्रभुसँग घनिष्ठ सम्बन्ध राख्छु। I love him. उसको वचन सोच्छु, प्रार्थनामा समय बिताउँछु। इभन त्यो के अरे म कम्प्युटर हेर्दा पनि, मेरो फेसबुक सर्फिङ गर्दा पनि इभन म भित्र आत्मामा उसँग बोलिरहेको छु। That's how we just have intimate relationship with him. अब सुन्नुहोस्, कतिले मलाई सोध्छ प्रार्थना कसरी गर्नु? I'm not talking to you. धेरैले सोध्छ, एकजनाले मात्रै होइन, धेरैले होइन। किनभने म फेसबुक खोल्ने बित्तिकै प्रिया कति आउँछ, दादा मेरो यो समस्या, दादा यो जेमिस दादा आएको है सम्झाउँदा फेरि यता पठाउनु, दादा प्रभुको आवाज कसरी सुन्नु, दादा के गर्नु, कसरी दादा यस्तो हुन्छ। Let me tell you, in order to maintain relationship, you don't need formula. सुन्नुहोस् है, सम्बन्ध राख्नुको निम्ति तपाईँलाई के अरे फर्मुलाको खाँचो हुँदैन। फर्मुलालाई के भन्छ नेपालीमा मलाई थाहा छैन। हजुर? सूत्र। You don't need सूत्र। You don't need formula। बुझ्नुभयो? जब माया बस्छ नि आफै इभन सिल्ली थिङ्स पनि सेन्सेबल लाग्न थाल्छ है त? हो किन भन्नुहोस् त? जब तपाईँसँग जिस्किन्छ कोही, त्यति बेला तपाईँ मन पराउनु नि त। फेरि जोसँग तपाईँ माया बस्नुहुन्छ त्यही व्यक्तिले त्यस्तै जिस्किँदा तपाईँलाई त्यो पनि मिठो लाग्न थाल्छ। त्यही कुरा फेरि अरूले गरोस् त फेरि चप्पलै दिनुहुन्छ। किन मायामा इभन जस्तो नराम्रो कुरा पनि राम्रो लाग्नु थाल्छ। जुन कुरा सेन्सेबल छैन त्यो पनि मिठो लाग्नु थाल्छ। अनि मैले तपाईँलाई भन्नु चाहेको कुरा के छ भने सुन्नुहोस्, तपाईँले प्रभुसँग घनिष्ठ सम्बन्ध राख्नुको निम्ति कुनै फर्मुला छैन। पहिला सानोमा म त्यसै सोच्थेँ, मेरो आमाले प्रार्थना गरेको चोर्थ्यो।
हालेलुया 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 जय जयकार जय जयकार जय जयकार स्वर्गीयमा बस्ने पिता हालेलुया हालेलुया I used to think that later on we have to just धर्म र कर्म मात्रै छ अर्थ परमेश्वरले त्यसको मन पराउँदैन तपाईँ जान्नुहोस् तपाईँको पतिको अगाडि तिमी मेरो पति तिमी मेरो पति तिमी मेरो पति खाना बनेको छ खाना बनेको छ खाना बनेको छ अहिले ल्याइदिउँ तिमीलाई अहिले ल्याइदिउँ तिमीलाई अहिले ल्याइदिउँ तिमीलाई के खाने त्यो पग्ली भयो भन्नु पर्यो युजली रबर्ट जस्तो प्राप्त किन गरेको मान्छे अनि बाबा नेपाली जगतमा खानाको लागि प्रार्थना गरेर यसरी गर्छ खर्चेको भण्डारलाई पुरा गर्नु बनाउने तुलाउने हातलाई आशा दिनु येशूको नाममा आमेन हरेक व्यक्तिलाई खानाको लागि प्रार्थना गर्नु दिँदाखेरि प्रायः जस्तो मान्छेले खर्चेको भण्डारलाई पुरा गर्नु बनाउने तुलाउने हातलाई आशा दिनुहोस् येशूको नाममा आमेन त्यो वास्तवमा त्यो प्रार्थना सम्बन्धको प्रार्थना होइन त्यो चोरिङ अहिले नेपाली दाजुभाइहरू थाहा छ नेपालमा कोरियन स्टाइल गर्छ के स्टाइल अरे कोरियन स्टाइल बोल्छन् कोरियन स्टाइलको फेसन तर म तपाईँलाई भन्न चाहन्छु त्यो दिदीभाइ दाजुभाइले कोरियन गरिकन भएको त्यसलाई चोरियन भन्छ अरे बाबा रट्ठो पर्दैन त खर्चेको भण्डारलाई पुरा गर्नु बनाउने तुलाउने हातलाई हाँसिदिनु येशूको नाममा अब यहाँ पति छ हाम्रो सन्तोष भाइ पति हुनुहुन्छ अनि ब्रदर खेम पति हुनुहुन्छ अरू त सबै छैन अरू सब ब्याचलरै होला तपाईँ पनि पति हुनुहुन्छ होइन अनि सपोज तपाईँ पनि पति होइन अब सुन्नुहोस् यहाँ चारजना पति छ चारजनाको सेम स्टाइल छ आफ्नो पतिसँग डिलिङ गर्नु डिफ्रेन्ट स्टाइल छ होइन किनभने तपाईँको अरू पर्सनालिटी हो तपाईँले आफ्नै बोल्नुहुन्छ तपाईँले क्यारी क्याचिङ गर्नुभएको छ कि तपाईँले कसले फिल्मको एक्टरलाई सोचता हूँ तुम्हारे लिए दिल में सोचा था तुम्हें इसी काम तो क्या था तुम्हें आज भी त्यसले बोल्नुहुन्छ तपाईँले कपी गरेर नो तपाईँको जस्तो पर्सनालिटी छ त्यसै तपाईँले आफ्नो पत्नीसँग कुरा गर्नुहुन्छ अनि जस्तो तपाईँको पर्सनालिटी छ त्यस्तै तपाईँसँग कुरा गर्नुहोस् न प्रिय किन बनाउने तुलाउने हात नाच्दिनुहोस् इनफ्याक्ट म तपाईँलाई भन्न चाहन्छु जब हाम्रो माया बस्छ हाम्रो भित्रीको फिलिङ्स हामीले प्रभुलाई भन्नुपर्छ कोही बेला फेसबुकमा न्युज आउँछ अनि म परमेश्वरलाई भन्छु गॉड यो न्युज मलाई मन पर्यो थ्याङ्क यू प्रभु तपाईँले गर्नुभयो हिजो बेलुका ब्रदर खेमले भन्दै हुनुहुन्थ्यो कि कसरी उहाँले पर्मानेन्ट जब पाउनुभयो त्यो स्पेसली त्यो सेक्टरमा इट वाज भेरी हार्ड टु फाइन्ड बट उसले कसरी पायो भनेर अनि मेरो मनमा मैले प्रभुलाई भने यु गॉड तपाईँले गर्नुभयो नि उहाँले सुन्नु भएन इभन त्यो के अरे निर्मल दाइले पनि सुन्नु भएन तर मेरो परमेश्वरले सुन्नुभयो सी द्याट्स इन्टिमेट रिलेसनसिप सी बाटोमा म प्रार्थना गर्छु कारमा प्रार्थना गर्छु ट्रेनमा फ्लाइटमा इभन म तपाईँलाई भन्न चाहन्छु एयरपोर्टमा प्रार्थना गर्छु हि टक्स टु मी जहिले पनि तपाईँले बोल्न सक्नुहुन्छ मैले तपाईँलाई हिजो कुरा भने एकजना दिदी हुनुहुन्छ अमेरिकामा उहाँलाई इङ्ग्लिस आउँदैन होटेल रेस्टुरेन्टमा काम गर्नुहुन्छ अनि उहाँले आफ्नो रेस्टुरेन्टमा के काम गर्दाखेरि इङ्ग्लिस भाषा अन्य भाषामा बोल्दै उहाँले सफा गर्नुहुन्छ टेबललाई सो द्याट्स हाउ घनिष्ठ सम्बन्ध तपाईँको आफ्नो स्टाइलमा बोल्न सक्नुहुन्छ घुँडै टेक्नुपर्छ भने होइन प्रिय यु क्यान वाक एन्ड टक टु गॉड आँखै चिन गर्नुपर्छ भने आँखा खोलेर पनि बोल्न सक्नुहुन्छ तर त हार्ड एटिट्युड चाहिँ एउटा नम्रतामा हो यति नै धेरैले भन्छ हिँडेर प्रार्थना गर्नु त्यो चाहिँ के अरे त्यो चाहिँ अनादर हो परमेश्वरलाई मैले भने घोडा टेक्नु पर्दैन होइन टेकौँ हामी वी निड टु जस्ट निल डाउन त्यो चाहिँ आदर हो तर तपाईँको परमेश्वरको भित्री हृदय हुनुहुन्छ टक टु हिम एनी नयाँ कुरा जब तपाईँको अनुभव आउँछ जस्ट थ्याङ्क यू प्रभु यो थ्याङ्क यू
अघि भर्खर मैले मनन गर्दाखेरि धेरैचोटि हामी के पाएन त्यसमा चाहिँ हाम्रो कम्प्लेन हुन्छ, तर अहिलेसम्म हामीले के पाए त्यसमा चाहिँ हामी थ्याङ्कफुलनेस हुँदैन प्रभुको लागि। सोच 10 इयर्स अगाडि तपाईँ आज जस्तो हुनुहुन्थ्यो त्यस्तो हुनुहुन्थ्यो? अभियसली न। आज 10 वर्ष अगाडि तपाईँ अहिले जे तपाईँको हातमा छ के त्यो त्यति बेला थियो? थिएन पनि प्रिय। 10 वर्ष अगाडि जति तपाईँको बुद्धि र ज्ञान थियो त्यो थियो, अहिले छ थिएन? त्यसको लागि धन्यवाद दिउँ न हामी प्रभुलाई। के पाएको छ या त्यसमा या के पाएको छ अलरेडी त्यसमा गिभ थ्याङ्क्स टु हिम। मेक यु पार्ट अफ योर लाइफ। जसरी एकजना पत्नीले पतिलाई सानो कुरा पनि सुनाउनु चाहन्छ, त्यसै कारण हामी सानो कुरा पनि प्रभुलाई सुनाऊ। थ्याङ्क यू प्रभु, थ्याङ्क यू जिजस। द्याट्स हाउ रिलेसनसिप। सुन्नुहोस्, रिलेसनसिपको लागि कुनै पनि फर्मुला चाहिँ चाहिँदैन। यदि तपाईँ फर्मुलामा डिपेन्ड गर्नुहुन्छ भने सो बोरिङ, तपाईँको रिलेसनसिप कहिले पनि पर्दैन। एभ्री डे परमेश्वरलाई महिमा दिनुहोस्। लु त प्रिय, अब कतिजना फर्मुला अनुसार प्रार्थना गर्ने कि अब आफ्नै स्टाइलले प्रार्थना गर्ने? आफ्नै स्टाइल गरौँ न। नेपालमा उहिलेको के अरे दिदी बहिनीले आई लभ यु भनेको ए नि लै लै भन्थ्यो। त्यो पनि आई लभ यु होइन, भयो नि अन्त ए नि लै लै भइहाल्यो नि अन्त। Your own style doesn't mean that you need to speak in English. परमेश्वरको अगाडि तपाईँले इङ्ग्लिसमा बोल्नुपर्छ। मैले जसरी प्रार्थना गर्छु त्यसरी कपी नगर्नु प्रिय। यो तपाईँको आफ्नै स्टाइलमा बोल्नुहोस्। हिँड्दा पनि बोल्नुहोस् प्रिय, बस्दा बोल्नुहोस्, टिभी हेर्दा बोल्नुहोस्, कपडा धुँदा बोल्नुहोस्। त्यो घनिष्ठ सम्बन्ध। नुहाउँदा बोल्नुहोस्, त्यो घनिष्ठ सम्बन्ध। टक टु हिम। मान्छेको लागि इट्स क्रेजी होला, बट द्याट्स नट क्रेजी इन द प्रेजेन्स अफ गॉड। द्याट्स लभ। बुझ्नुभयो? मान्छेले भन्छ के बौलाको मुखमा के बोलिरहेको, कोसँग बोलिरहेको भन्दा, तर त्यो मान्छेको अगाडि बौलाको होला, तर हामी